त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ। त्यसकारणले आज पनि म मान्य सदस्यहरूलाई यहाँहरूले राख्नुभएको विषय मेरो ध्यान आकर्षण भएको छ। हामी कार्यसूचीमा रहेको आजको कार्यक्रम अगाडि बढाउँ। त्यसपछि अब केही दिनमा नै बजेट आउँदैछ। मलाई आशा छ र मलाई विश्वास पनि छ र सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नुभएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। त्यसकारणले छिट्टै सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ।